अहिलेको टेक्नोलोजीहरू हेर्दाखेरि त मलाई त एलियन टेक्नोलोजी जस्तो लाग्छ क्या मान्छेले त्यस्तो सोच्नै सक्दैन क्या मान्छेको म पनि मान्छे हो मलाई पनि थाहा छ मेरो होइन हामी पनि मान्छे हो नि ब्रो हामीलाई थाहा छ नि त हाम्रो क्यापेसिटी कति हो कम्प्युटर बनाउन सक्छौँ मान्छेले बनाउनु भने त ममा हो त्यो चाहिँ मान्छेले बनाएको त्यो चाहिँ मान्छेको आइडिया हो क्या सेलफोन फोटो यो उड्नी यो एलियन नै हो क्या कहाँ मान्छेले सोच्नै सक्दैन ब्रो अच्छा बेस्ट प्लेन बनाउनु त्यो बटन हालेर सोध्नु छ ठिक हो त ठिक ठिक एकदम ठिक कुरा गर्नु तपाईँ अनि प्लेन अब त्यही त त्यस्तो लाग्छ मलाई त क्या आप कहाँ थे ज्ञानी बाबा हामीमै छ भाइ एलियन हैन हामीमै छ क्या एलियन छ नि ब्रो अभी बता है भाई अभी बता हामी भित्र एलियनले चलाएर छ कसैलाई पनि थाहा छैन क्या सब मेसिनहरू सब मेसिन अनि मान्छे मरेपछि मान्छे मर्यो र पाँचजनी खुवाएर दुनियाँ गएर त्यो बेला फुत्त भएको छ त्यो एलियन अहिलेको टेक्नोलोजीहरू हेर्नु तपाईँ को हो र यहाँ नमिता हेर्न आएको बेरोजगार हामी तपाईँको सरकारी जागिर पाउनुभएको छ महिना पछि तलब आउँछ खोया पर्छ तपाईँलाई तर म फेरि नाइकी एयर भन्दैमा म एउटा जुत्तामा 50-60 हजार त राख्न सक्दिनँ म राख्दा नि राख्दिनँ 60 हजारको जुत्ता लगायो भने त कहाँ जुत्ता टेक्ने हातले टेकेर हिँड्नुपर्छ अम्बानी त हिरो हिरोइनले एउटा बस चढाएर पठाइदिए त्यो त खै रणवीर कपुरले त छुट्टै रोज रोइस रणवीर कपुर शाहरुख खानलाई चाहिँ रोज अरू सबैलाई एउटै बस लागेर छोड्दैन एउटा बस मात्र हो र रोज रोइसमै ल्याए पनि लास्टमा गएर त पछाडि त उसको छोरा पछाडि त नाच्नु पर्यो नि त लास्ट होइन खतरा ल आमिर खान शाहरुख खान सलमान खान एउटा स्टेजमा ल्याएर नचाएर त्यो पनि ब्याक स्टेज डान्सर क्या अब अनि त्यो साला त्यो मुम्बईको त्यो घरमा चाहिँ अहिले को होला भन्ने टाइपको क्या अनि मुम्बई घरमा काम गर्ने होला बिचरा त्यो काम गर्ने हेर्दा चाहिँ लगेन बिहेमा भन्ने टाइपको सोचेर बसेर देखेमा हुन्छ नि चोर हराउने घर हो यार त्यो त यार ब्रो चोरलाई गुरु सिक्रिले पुरा गाइड गर्ने होला ए त यहाँबाट निस्किन्छ यहाँबाट एक्जिट चोर आफै हत्तु भएर क्या माफ गर्न मे चोर्ने आपस दरवाजा दिखा दीजिए मान्छे बाहेक कुनै जनावरलाई ग्यास्ट्रिक भएको तिमीलाई थाहा छ यतापट्टि 2 कोसा केरा राख यतापट्टि 2 करोड पैसा राख बाँदरले के टिप्छ मान्छे बाहेक कुन जनावरले ब्रस गरे तिमीलाई थाहा छ तर कुनै जनावरको मुख किराले खा भन्ने कुरा थाहा छैन नि अरे कहना क्या चाहते हो त्यही कुरा भन्छ क्या मान्छेले आफूलाई हरेक कुरा भ्रमा बाँच्छन् मान्छे बात त सही है मेरो दिदीले मलाई के भन्थ्यो भने यतिसम्म चाहिँ भन्नु चाहिँ अरू त भन्नु मेरो दिदीले के भन्थ्यो भने एउटै आमाकोबाट जन्मेको भाइ हो तर भाइ भन्ने यो केही लाइक छैन भन्थ्यो मेरो आमा बाउ के भन्थ्यो भने कोही फलाना आएर तँ फलाना ठाउँमा मऱ्यो भनेर सुन्यो भने तेरो लास चलाउन भन्थे म मेरो बाबामाले तिमीहरूको लास चलाउन भन्थे भन्ने मान्छे क्या भाइ जमाना कति रुवा चाहिँ मेरो बाबामालाई मैले त्यही भएर त एक्लोपन गानामा नि भनेको छु नि बिस्तारै झर्ने आँसु मैले वात्ते पोखिदिएँ 10 वर्षमा जति आँसु झर्ने थियो मैले मेरो बाबाको आँसु 3 वर्षमा पोखाइदिएँ क्या भाइ